आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करी छी। हम अजय साथ शिवाली। कोरोना के कारण सब क्षेत्र प्रभावित बनल है, लेकिन पिछला समय के बात करी तो संक्रमण दर घटे जा रहा है। वही अनुसार जे सब प्रभावित क्षेत्र सब से उ सब धीरे धीरे अपन अपन क्षेत्र के खोल लागल है। विशेष करके बात करी नेपाल के संदर्भ के बात करी तो पर्यटन क्षेत्र बहुत नेपाल के एकटा कही तो रीढ़ के हड्डी मानल जाए, लेकिन ओहो बंद कल गए कोरोना के कारण से। जे पर्यटन वर्ष 2020 मनाबे के तैयारी रहे ओहो स्थगित कल गए। ऐसे बहुत क्षति तो भेले। अब धीरे धीरे पर्यटन क्षेत्र सब आगा उठ रहा है, बढ़ रहा है। आए पर्यटन क्षेत्र से संबंधित विषय में बातचीत कर जा रहा है। ओहुक से पर्यटन क्षेत्र से जुड़ल जे होटल व्यवसायी सब है ओहो सब मार्का में पड़ैत आयल है कोरोना के कारण से। लेकिन आब जे भेले भेले आब नया किस्म से आगा बढ़ के तैयारी वो सब कर रहा है। अखन कही तो किस दिन से एक अभियान चलाल गेल है। विशेष कर सौराहा के जो बात करी चितवन के सौराहा के तो घुमौ सौराहा कह के एक अभियान चलाल गेल है। ई विभिन्न शहर में करवा कार्यक्रम है कि सौराहा में पर्यटक के संख्या बाहरी आ आंतरिक पर्यटक संख्या बढ़ाओल जाए। एकर लेल एक अभियान चलाल गेल है। विशेष करके क्षेत्रीय होटल संघ जे छै चितवन के ई अभियान चलौने छै घुमौ सौराहा। आइ अही संघ के कोषाध्यक्ष माधव दुवारी जुड़ल है। सबसे पहले हुनका स्वागत करै छी। माधव जी, कार्यक्रम में स्वागत है। नमस्ते। कोरोना को विषम परिस्थिति में सबै क्षेत्र तहस नहस भइसकेको अवस्था थियो र बिस्तारै चाहिँ उठ्ने प्रयास गरिरहेको अवस्था छ अहिले। र पर्यटकीय क्षेत्र कुरा गर्ने हो भने यो क्षेत्र पनि धराशाही बनिसकेको अवस्था थियो र बिस्तारै अगाडि बढिरहेको छ, उठ्दैछ। होटल व्यवसायको कुरा गर्ने हो र त्यो पनि जो पर्यटनसँग सम्बन्धित होटल छन् त्यो पनि समस्यामा परेकै थियो हैन। अब यसलाई पहिलाको अवस्थामा ल्याउँ भनेर तपाईँ एउटा अभियान चलाउनु भएको छ हैन, घुमौ सौराहा भनेर। यो अभियान के छ? अब अझै के छ भन्नलाई भने हामीले अहिले जति पनि नेपालीहरू विदेश घुम्न जानुहुन्छ, बाहिर जानुहुन्छ, विदेश घुम्न जाने नेपालीहरू अहिले रोकिनु भएको अवस्था छ पहिलो त। दोस्रो कुरो कोभिडको कारणले जति पनि घरमा बस्नु भएको छ, जति पनि घरभित्रै तपाईँको चाहिँ एउटा हिसाबले नजरबन्द जस्तो अवस्थामा बस्नु भएको छ, उहाँलाई अब त यो अति नै भइसक्यो। अब त हामी कसरी बस्न सक्छौँ भन्ने हिसाबको एउटा चाहिँ उहाँलाई चाहिँ भइसकेको छ। त्यसले गर्दा हामी यो सन्देश दिन चाहन्छौँ कि हामी चितवनबाट त्यो पनि सौराहाबाट तपाईँको यो अभियान सुरु गर्दैछौँ क्षेत्रीय होटल सङ्घले कि हामी गन्तव्य पनि सुरक्षित छौँ। त्यसपछि कोभिडको तपाईँको इफेक्ट पनि हामी कहाँ छैन, कम छ, एकदमै छैन। अहिले भन्नुहुन्छ भने हामीले सौरा एरियामा हामी एउटा पनि तपाईँको इफेक्ट चाहिँ हामीले फेला पारेको छैन। र हाम्रो के छ भने स्वास्थ्य प्रोटोकलदेखि लिएर सबै चिज एप्लाई गरेर हामीले चाहिँ यो पर्यटन क्षेत्र चाहिँ अब सुरु गर्नुपर्छ भनेर यो अभियान चाहिँ हामीले सञ्चालन गरेछौँ। यो जो अभियान तपाईँहरूले सुरु गर्नुभयो नि घुमौ सौराहा, यो पहिलादेखि नै पूर्वनिर्धारित कार्यक्रम थियो कि कोभिडको विषम परिस्थिति आइसकेपछि यसलाई फेरि अब त्यो भनौँ न यसलाई अब लयमा ल्याउनु पर्यो, त्यसको लागि तपाईँहरूले नयाँ क्रिएट गर्नुभयो कि के चाहिँ हो? होइन, हामीले कोभिडभन्दा अगाडि पनि यो चिज चाहिँ अगाडि लाने भनेर हामीले प्लानिङ गरिराखेका थियौँ। कोभिडको कारणले हामी अलिक पछाडि चाहिँ भयौँ यो अभियानको लागि। हामीले खास हाम्रो चाहना चाहिँ के हो भने जति पनि हामी नेपालीहरूले बाहिर गएर गर्ने खर्च चाहिँ पहिल्यै हाम्रो इन्टरनल खर्च चाहिँ हाम्रो आफ्नै देशमा हाम्रो आफ्नै टुरिज्म डेस्टिनेसनहरू खर्च गरौँ। कम्ती पनि हामी कतार घुम्दैछौँ, सिङ्गापुर घुम्दैछौँ, मलेसिया घुम्दैछौँ, तपाईँको इन्डोनेसिया घुम्दैछौँ, युरोप घुम्दैछौँ, जहाँ घुम्दैछौँ, पहिला हामी देशभित्र घुमौँ, हाम्रो देशभित्र घुमौँ, हाम्रो देशभित्र चाहिँ खर्च गरौँ, हाम्रो देशलाई सस्टेन बनाऊ, बाहिर पनि जाउँ, तर कम्ती पनि आफ्नो भित्र घुमिसकेर बल्ल बाहिर जाउँ भन्ने खाले एउटा सन्देश दिनको लागि र विभिन्न प्रोग्रामहरू जस्तै तपाईँ कुरा गर्नुहुन्छ नि जनकपुरबाट हाम्रो जाने वेडिङ एनिभर्सरीहरू, वेडिङ पार्टीहरू, वेडिङ सेरेमनीहरू, तपाईँको यी चिजहरू हामी अहिले सौराहाले चाहिँ सञ्चालन गरिरहेछ। त्यसले गर्दा यस्ता चिजहरू ठुल्ठुलो प्रोग्रामहरू, कन्फरेन्स प्रोग्रामहरू भयो, लायन्सका प्रोग्राम, लियोका प्रोग्राम, रोटरीका प्रोग्रामहरू भए, व्यावसायिक प्रोग्रामहरू भए,
इन्सुरेन्सका प्रोग्राम भए, फार्मास्युटिकल्सका प्रोग्राम भए, सबै प्रोग्रामहरू चाहिँ अहिले अपरेट गर्न सक्ने क्यापासिटीमा सौरा छ। हामीले एकदमै तपाईँको स्तर उन्नति गरेका छौँ यो बिचमा। त्यो गरेर पनि तपाईँको चाहिँ हामी अब पर्यटन भित्राउन सक्छौँ है। अब हामी कहाँ इफेक्ट पनि छैन, हामी सुरक्षा प्रोटोकललाई पनि हामीले अप्नाएको छु र हामी टुरिस्ट तपाईँको भित्राउन सक्छु भनेर भन्ने हिसाबले हामीले इन्टरनल टुरिस्टलाई बढी ध्यान दिएर फोकस गरेर हामी यो अभियानमा हजुर सुरु गरेका छौँ। यो हामीले 10 गते बिहान धरानबाट सुरु गरेका छौँ। धरानमा हामी प्रेस कन्फरेन्स गऱ्यौँ, त्यहाँ एउटा सानो प्रोग्राम गऱ्यौँ, गेट टुगेदर गऱ्यौँ। त्यहाँबाट सुरु गरेको प्रोग्राम हाम्रो मेजर प्रोग्राम चाहिँ हाम्रो विराटनगरबाट सुरु भएको छ। तर हामी त्यसको साइड तपाईँको चाहिँ प्रिपरेसनको तयारीको लागि चाहिँ हामीले यो धरानबाट सुरु गरेका छौँ। त्यसले गर्दा कस्तो फिडब्याक चाहिँ पाइराख्नु भएको छ? होइन, एकदमै हामी त उत्साहित छौँ। स्थानीय सरकारका प्रतिनिधिहरू हामीसँग हुनुहुन्छ, जस्तै हाम्रो जिल्ला समन्वय समितिको सभापतिजी हुनुहुन्छ, मेयर साहब हुनुहुन्छ, हाम्रो तिनटै वार्डाध्यक्षहरू एकदमै हजुर घुमी मात्रै होइन, उहाँहरूले त प्रमोसनै गरिराख्नु भएको छ। जस्तै जिल्ला समन्वय समितिको सभापतिज्यूले यहाँको समन्वय प्रमुखज्यूलाई कोअर्डिनेट गर्नुभएको छ, मेयर साहबले यहाँको मेयर साहबलाई कोअर्डिनेट गर्नुभएको छ, वार्डाध्यक्षज्यूहरूले यहाँको वार्डाध्यक्षज्यूहरूलाई कोअर्डिनेट गर्नुभएको छ। त्यसले गर्दा हामी पुरै टोटल टिम, हामी स्थानीय सरकार र व्यवसायी सहितको टिम चाहिँ हामी तपाईँको धरान विराटनगरदेखि तपाईँको जनकपुरसम्म आइपुगेका घुमो सौराहा अभियानलाई चाहिँ कसरी अझै राम्रो बनाउन सकिन्छ होइन, त्यो अनुसार चाहिँ तपाईँहरू एउटा टिम बनाएर भनौँ न, मेयर सहितका सबै सरकारवालाहरूको टिम बनाएर तपाईँहरू चाहिँ विभिन्न सहरमा चाहिँ कार्यक्रम गरिराख्नु भएको छ। हजुर, अब सौराहाको कुरा गर्ने हो भने सौराहा पर्यटकीय क्षेत्र हो होइन, र विशेष गरेर विदेशीहरूको चाहिँ पहिलो रुचि चाहिँ रहँदै आएको छ होइन। पहिला सुरुवातको कुरा गर्ने हो भने अहिले चाहिँ के छ? होइन, अहिले यतिखेर त विदेशीहरू आउन आन्तरिक पर्यटन चाहिँ कम पुग्ने पहिलाको कुरा गर्ने हो भने, अनि विदेशीहरू चाहिँ बढी पुग्ने चाहिँ देखिएको थियो सौराहामा होइन। अब पछिल्लो केही दशकको कुरा गर्ने भने आन्तरिक पर्यटक पनि बढ्दै गएको अवस्था छ, के छ फ्लो चाहिँ? होइन, पछिल्लो अवस्था के छ भन्नाले लगभग 30% हाराहारीमा आन्तरिक पर्यटकले तपाईँको हामीलाई चाहिँ तपाईँको त्यो गरेको अवस्था छ, मतलब लिड गर्दै हजुर थियो। यो कोभिडभन्दा अगाडिको पार्टमा हेर्नुहुन्छ भने 30% चाहिँ हामीले पर्यटक चाहिँ आन्तरिक पर्यटक नै हुनुहुन्थ्यो हाम्रो। त्यसपछि हाम्रो अकुपेन्सी रेसियो भनेको हजुरको 75 देखि 80, 70 देखि 80%मा, त्यसपछि बाँकी विदेशी, अनि त्यसपछि गएर तपाईँको चाहिँ कर्पोरेट प्रोग्रामहरू, इन्डस्ट्रियल प्रोग्रामहरू, यी चिजहरूले लिड गरे अवस्था चाहिँ थियो। त्यस आन्तरिक पर्यटनले अहिले कोरोनाले गर्दा त विदेशी त्यतिको नहोला होइन, त्यो अर्को कुरा भयो। तपाईँलाई के लाग्छ, तपाईँको विश्लेषण के छ, किन त आन्तरिक पर्यटक चाहिँ पहिलादेखि नै कम आउनुको कारण के रहेछ त्यहाँ? होइन, एउटा त के हो भने हामी बाहिर चाहिँ बढी घुम्न खोज्ने, आफ्नै देशमा चाहिँ घुम्न कम खोज्ने एउटा त्यो पनि एउटा सौराहाको लागि होइन कि अन्य ठाउँको लागि पनि यो लागु हुन्छ? हजुर हजुर। अनि कति साथीहरू नेपालीहरू बाहिर घुमेर आउनुभयो, बाहिर घुमेर आइसकेपछि तपाईँको चाइनामा हेर्नुहुन्छ भने चाइनिजहरूले तपाईँको भरिएको हुन्छ। लगभग 60% हाराहारीमा चाइनिजले तपाईँको चाहिँ ओगटेको हुन्छ। त्यहाँको आन्तरिक पर्यटनमा 60% लगभग चाइनाको आफ्नै पपुलेसनले तपाईँको ओगटेको हुन्छ। इभन थाइल्यान्डमा हेर्नुहोस् त्यसैको अवस्था छ। नेपालमा पनि त्यो ट्रेन्ड चाहिँ अब बढ्दैछ कि हामी घुम्नुपर्छ है नेपालमा, घुम्ने भन्ने नै बाहिर भन्ने खाले एउटा मनस्थिति थियो। त्यो मनस्थितिबाट नेपालीहरू चाहिँ तपाईँको होइन आन्तरिक चाहिँ पर्यटन चाहिँ बन्नलाई, त्यहाँ गएर घुम्नलाई, तपाईँको त्यहाँको मौलिक सांस्कृतिकहरू हेर्नलाई, त्यहाँको तपाईँको कल्चरलहरू हेर्नलाई, तपाईँको चाहिँ त्यहाँको प्रोग्रामहरू गर्नलाई, यी सबै चिजलाई चाहिँ अब नेपालीहरूले अब गर्नुपर्छ है। अब आफ्नै देश नघुमिकन बाहिर घुम्नुको अर्थ छैन, औचित्य छैन भन्ने खाले उहाँहरूको एउटा विश्लेषण चाहिँ त्यो चाहिँ हुने गरेको अवस्था चाहिँ सृजना भएको छ। आफ्नो गाउँठाउँलाई अलिक कम महत्त्व दिने यो चाहिँ रहेछ, त्यो एउटा मानसिकता हटाउनु पर्यो होइन। अब एउटा यो पनि भनिन्छ पूर्वाधार कस्तो छ, किनभने तपाईँ कुनै ठाउँ घुम्न जानुभयो भने त्यसको पूर्वाधार कस्तो छ, त्यहाँ चाहिँ कस्तो किसिमको व्यवस्थापनको काम गरिएको छ होइन, जसले चाहिँ आकर्षित गरोस् होइन आन्तरिक पर्यटकहरूलाई होइन, नेपालकै किन नहोस्, त्यो चाहिँ कस्तो छ सौराहाको चाहिँ? हजुर, मैले थोरै तपाईँले राम्रो मिठो राख्नुभयो, राम्रो चिज राख्नुभयो यसमा। हामीले के गरेका छौँ भन्नला भने हामीले अरू सिटीहरू हामी भिजिट गर्नुको मतलब यो पनि हो कि हामीले कस्तो पूर्वाधार तयार गरेका छौँ र हामीले कस्तो पूर्वाधारहरू भेटाएको छौँ र हामीले तयार गरेका पूर्वाधारहरू हामीले सिक्नुपर्ने चिजलाई सिकेका पनि छौँ। जति चिजहरू उहाँहरूलाई सिकाउनु पर्ने चिज छ त्यो पनि हामीले उहाँहरूलाई सिकाएको पनि छौँ, मतलब भनेको पनि छौँ। तपाईँले यो चिज गर्दा बेटर होला भने पनि छौँ। र अहिले के छ भन्नुलाई भने सौरा अन्तर्राष्ट्रिय पर्यटनको हब भएको हिसाबले हामीले त्यही अनुसारले त्यसलाई चाहिँ मतलब मोडिफाई गरेका छौँ, त्यही अनुसारले रिनोभेसन गरेका छौँ, त्यही अनुसारले हामीले स्ट्रक्चरहरू तयार गरेका छौँ अहिले। त्यसले गर्दाखेरि हामी
समग्रमा हेर्दाखेरि सौराले तपाईँको एउटा तयारी चाहिँ गरेको छ। अब नेपालको पर्यटन क्षेत्रको कुरा गर्ने हो भने एउटा समस्या चाहिँ के देखिन्छ भने पर्यटकहरूलाई टिकाउने के भनौँ न, अब आज कुनै पर्यटक कुनै ठाउँमा आएको अवस्था छ भने अब त्यसलाई चाहिँ कति दिनसम्म हामी राख्न सक्छौँ, त्यो एउटा महत्त्वपूर्ण पाटो हो नि त, होइन? किनभने उनीहरू त आएपछि आएर घुम्ने मात्रै त होइन, त्यहाँ पैसा खर्च गरोस्, होइन? यी यावत कुराहरू त छन् नि, होइन? अनि पो त्यहाँ त्यो क्षेत्रको विकास हुन्छ, होइन? त्यो त स्वाभाविक छ। भनेपछि त्यता चाहिँ ध्यान दियो कतिको पाउनु भएको छ कि पर्यटकहरूलाई कम्तीमा ल 7 दिन 10 दिन बसोस्, 15 दिन बसोस् त्यो ठाउँमा, होइन? अनि घुमोस्, बसेर घुमोस् कि आएर घुम्यो 2 घन्टा घुमेर फेरि जाने, त्यस्तो चाहिँ भइरहन्छ कि त्यहाँ चाहिँ कस्तो छ? होइन, हामीले अहिले यो ट्रेनलाई पनि थोरै क्रस गरेका छौँ। जस्तै तपाईँको डेभलपहरू भइराखेका छन्। तपाईँको जङ्गलभित्र तपाईँको बस्नको लागि हामीले टावर नाइटको व्यवस्था गरेका छौँ अहिले। तपाईँको त्यो टावर नाइटमा बस्नलाई 1 नाइट त गएर बस्नै परिहाल्यो। त्यस पछाडि तपाईँको हाम्रो 2 नाइट 3 डेजको त प्याकेजै छ। त्यो प्याकेज लिनको लागि पनि हजुरको 3 दिन त बस्नु पऱ्यो, होइन? प्रोग्राम लिने हो भने अर्को तपाईँको चाहिँ बर्ड वाचिङ छ, तपाईँको जङ्गल वकहरू छ, यी सबै चिजहरू तपाईँको कनेङदेखि लिएर सबै चिजहरू लिने हो भने तपाईँको बर्ड वाचिङलाई नै तपाईँको राम्रोसँग एउटा बर्ड वाच गर्छु भनेर आउने गेस्टले चाहिँ हजुरको चाहिँ अरू टाइमहरू स्पेन्ड गर्न सक्छ। यी सबै चिजले गर्दाखेरि हामीले त्यो चिजहरूलाई चाहिँ बढाएको पनि छु, डेस्टिनेसनहरू पनि क्रिएट गरेको छु। अझै गर्न बाँकी छ। हामी व्यवसायीले मात्रै गरेर पनि सम्भव नहुने चिजहरू छ, कति चिजहरू राज्यले पनि सपोर्ट गर्नुपर्ने चिज छ, स्थानीय सरकारले हामीलाई सपोर्ट गरेको छ, केन्द्रीय सरकारले पनि त्यो चिजहरूमा तपाईँको सीमित तपाईँको केही चिजहरू छन्, त्यहाँ अप्ठ्यारा चिजहरू छन्, त्यसलाई फुकाइदिने र त्यसलाई इम्प्लिमेन्ट गरिदिने, मतलब व्यवसायको भावनाअनुसार, पब्लिकको भावनाअनुसार, तपाईँको चाहिँ स्थानीय सरकारको भावनाअनुसार त्यसलाई चाहिँ थोरै फुकाइदिने काम गर्ने हो भने त्यो पनि तपाईँको चाहिँ नहुने अवस्था चाहिँ छैन। अब सौराहाको कुरा गरिदिउँ भने अब जसरी अघि पनि तपाईँले कुरा गरिहाल्नुभयो कि मोर देन 70% चाहिँ विदेशीहरू हुन्छन् र 30% को हाडाहाडीमा चाहिँ नेपालीहरू आउँछन्, होइन? आन्तरिक पर्यटकहरू आउँछन्। अब एउटा ठ्याक्कै यो आँकडा सुन्दाखेरि कतै यो विदेशीहरूको लागि हो कि भन्दाखेरि महँगो हो कि भन्ने एउटा चाहिँ अब यो अर्थसँग जोडिएको विषय पनि हो कि, होइन? भनेपछि आन्तरिक पर्यटक चाहिँ त्यहाँ चाहिँ भित्र्याउने तर त्यसको अनुकूल चाहिँ कतिको छ त? हामी चाहिँ नेपालीले चाहिँ त्यहाँ पैसा खर्च गर्न सक्ने चाहिँ अवस्था कतिको छ? त्यो किसिमको वातावरण कतिको छ त्यहाँ? होइन, मैले थोरै यहाँलाई राख्न चाहेँ। जस्तै हामीले के सोच्दैछौँ भने यो सौरा नगरी भनेको चाहिँ विदेशीको लागि भन्ने सोच चाहिँ त्यो चाहिँ गलत छ। हेर्नुहोस्, हामीले जति पनि तपाईँको चाहिँ त्यहाँ तपाईँको सर्भिस दिएको छौँ, जस्तै होटलहरू छौँ, हामी रेस्टुरेन्टहरू छन्, सबै चिज जुन छ, तपाईँले अरू सिटीमा जानुभयो भने अरू सिटीभन्दा नि सस्तो छ। अरू जुन सिटी नर्मल सिटीहरूमा जानुहुन्छ, जति हामी बाहिर घुमेका छौँ त्योभन्दा पनि सस्तो छ। तपाईँ कस्तो भन्ने सोच चाहिँ हटाउनु एकदम त्यस्तो छैन। कस्तो लिनुहुन्छ सर्भिस? तपाईँ 1500-2000 भन्दा माथिका रुमहरू छन्। तपाईँको चाहिँ खानेकुरा पनि त्यही तपाईँले सोचेअनुसारको चाहेअनुसारको खानेकुरा छ। तपाईँ विदेशी तपाईँको स्ट्यान्डर्डको अझ तपाईँको हाई स्ट्यान्डर्डमा जानु त्यही स्ट्यान्डर्डको पनि छ। त्यो सौराले तपाईँको तलदेखि माथिसम्म तपाईँको अनुकूल, तपाईँको आकाङ्क्षा, तपाईँको बजेट अनुसारको तपाईँको चाहिँ पस्किने क्षमता चाहिँ अहिले सौराले राखेको छ। त्यो भएर हामी डराउनु यस्तो पनि हुन्छ नि, विदेशीको लागि चाहिँ एउटा छुट्टै रेट कायम गरिएको हुन्छ, होइन? स्वदेशीको लागि छुट्टै, होइन? त्यो त हुन्छ नि। घुम्न जाने बेलामा भनौँ चिडियाखानामै जानुभयो भने तपाईँ स्वदेशी भएर जानुभयो भने स्वदेशीलाई चाहिँ कम पैसा लाग्ने, होइन? अलि विदेशी छ भने बढी पैसा लाग्ने, साउथ एसियाका छन् भने अलि बिचको पैसा लाग्ने, त्यो छ नि। त्यहाँ कस्तो छ? सौरामा पनि छ। सौरामा पनि के छ भन्नुलाई, तपाईँ जङ्गल जानुभयो भने तपाईँको इन्ट्रान्स पार्क टिकटमा तपाईँको चाहिँ विदेशीको छुट्टै छ, तपाईँको सागको छुट्टै छ, नेपालीको छुट्टै छ, तिनवटा तपाईँको छ। तपाईँको होटल रेस्टुरेन्टमै पनि तपाईँको चाहिँ मेनुमै पनि तपाईँको फरक छ। जस्तै रुमको रेट हामीले तपाईँको अनलाइनमा फालेको रेट, तपाईँको नेपालीलाई दिएको रेट र अनलाइनमा फालेको रेटै फरक छ। तर विदेशीलाई दिने रेट फरक छ, नेपालीलाई दिने रेट पनि फरक छ। मैले यो अघि हजुरलाई थोरै कोट गर्न चाहेँ। 30% भनेको चाहिँ हजुरको अगाडिको तपाईँको चाहिँ परिवेशमा भन्दैछु मैले तपाईँलाई। अघिल्लो यो लकडाउनभन्दा धेरै अगाडिको परिवेश हो यो। अहिले यो तपाईँको चाहिँ ट्रेन्ड बढेर तपाईँको 50% हामी टेन्टेटिभ तपाईँको इन्टरनल टुरिज्म चाहिँ 50% भन्दा माथि हामी ल्याउने जमर्कोमा चाहिँ हामी लागिरहेछौँ र यो फुलफिल पनि भइरहेछ अहिले। जस्तै बाहिर विदेशमा जानुभएको छ नेपालीहरू पढ्नको लागि, विदेशमा जानुभएको छ श्रम गर्नको लागि, उहाँहरू फर्केर होइन परिवारसँग घुम्नुपर्छ भन्ने ट्रेन्ड चाहिँ बसेको छ। तपाईँको बाहिर घुमेर आउनुहुन्छ, बाहिर परिवार घुमेको देख्नु भएको छ, त्यहाँको फ्यामिलीहरू तपाईँको चाहिँ भिजिट गरेर देख्नु भएको छ, आन्तरिक पर्यटन देख्नु भएको छ, होइन ओहो हामी त बाहिर पो आयौँ एकैचोटि,
अब नेपालमा हामी घुम्न जानुपर्छ भन्ने ट्रेन्ड चाहिँ बढाएको छ। बर्थडे भयो, तपाईँको वेडिङ एनिभर्सरी भयो, यो सबै चिजहरूमा तपाईँको चाहिँ हामी पर्यटनको रूपमा चाहिँ हामी जानुपर्छ, त्यहाँ बाहिर गएर रमाइलो गर्नुपर्छ, रमाउनुपर्छ, एक दिन भए नि नाइट स्टे गर्नुपर्छ भन्ने खाले ट्रेन्डहरू अहिले नेपाली संस्कृतिमा नेपालीहरूमा चाहिँ यो ट्रेन्डहरू बढ्दै गएको छ। अब होटेलको कुरा गरौँ, पर्यटन क्षेत्रसँग होटेल व्यवसाय चाहिँ एकदमै जोडिएको अवस्था छ। पर्यटन क्षेत्र अब अहिले कोरोनाको कारणले गर्दाखेरि पर्यटकीय क्षेत्र समस्यामा परेपछि स्वाभाविक छ त्योसँग जोडिएका जुन होटेल व्यवसायीहरू छन् समस्यामा पर्ने नै भयो होइन। 1000भन्दा बढी यहाँ चाहिँ होटेल छन् नेपालमा। तपाईँलाई के लाग्छ अहिले कस्तो छ अवस्था? अब समस्या चाहिँ छ हेर्नु, समस्या के छ भन्नु होला भने अहिले तपाईँको पर्यटन क्षेत्रमा भएका जनशक्तिहरू पलायन हुने सबैभन्दा ठुलो खतरा त्यहाँनिर छ। हामी पनि अहिले पनि फुलफिलमा हामी गइसकेका छैनौँ। हामी अहिले एभरेजमा हजुरको 50% 50% तपाईँको कर्मचारीबाट हामीले काम चलाइरहेको छौँ। कति साथीहरूले त्योभन्दा पनि कम होला, छोडेको अवस्था होला। विडम्बना नै छ हेर्नुहोस्, हामी राज्यले पनि यो क्षेत्रलाई तपाईँको मौद्रिक नीतिले त सम्बोधन गरेको छ। तपाईँको जुन बजेट भाषणले हामीलाई सम्बोधन गरेन, मौद्रिक नीतिले गरेको सम्बोधन पनि इम्प्लिमेन्ट हुन चाहिँ ढिला भएको छ हेर्नुहोस्। अहिलेसम्म चाहिँ सरकारले के गर्यो त? अब 9 महिना बितिसक्यो होइन, कोरोनाको विषम परिस्थिति आएको र अहिले चाहिँ अब सुधार हुँदै गएको अवस्था छ। जस्तै तपाईँहरू अब अगाडि बढिराख्नु भएको छ, यो क्षेत्रलाई फेरि पनि पुनर्स्थापित गरौँ होइन, त्यो अभियानमा लागिराख्नु भएको छ। पर्यटन भनौँ न, होटेल व्यवसाय, पर्यटनसँग जोडिएका होटेल व्यवसायीहरू जुन छन् तिनीहरू चाहिँ कस्ता समस्यामा परे र सरकारले चाहिँ हालसम्म चाहिँ के सम्बोधन गर्यो त? अब हेर्नुहोस् कस्तो छ भन्नला भने हामीले जुन त्यो मौद्रिक नीति आयो, मौद्रिक नीतिको तुरुन्त त्यसलाई कार्यान्वयन हुनुपर्छ। चाँडैभन्दा चाँडै नियमावली संशोधन गर्नुपर्छ, संशोधन गर्ने, ल्याउनुपर्छ भने ल्याउने, त्यसलाई कार्यान्वयन गर्ने भन्ने पाटोले हामीले पनि कुराकानी गऱ्यौँ। ती चिजहरू अहिलेसम्म इम्प्लिमेन्ट भइसक्यो, पूर्ण रूपमा भइसकेको अवस्था छैन, पहिलो कुरो। दोस्रो कुरो के छ भन्नुहोला भने अब ठुला लगानीहरू भएका छन्। भिजिट 2020 भनेर राज्यले चाहिँ अनाउन्स गर्यो, हामी पनि उत्साहित भयौँ त्यसमा। तपाईँको त्यो भिजिट 2020 भनेर राज्यले घोषणा गर्दै गर्दाखेरि हामीले लगानीहरू बढाएका छौँ होटलमा। लगानी बढ्यो, समस्या भयो, लगानी बढ्यो, लगानी बढिसकेपछि त्यो लगानी ब्याङ्कबाट हामीले लगानी दियौँ, लगानी बढ्यो। अब अहिले ती साथीहरूलाई गाह्रो भएको छ, अप्ठ्यारो भएको छ, किन राज्यको तपाईँको पोलिसी पनि इम्प्लिमेन्ट पुरा भइसकेको छैन। त्यो पनि राज्यले अलि स्ट्रिक्टली अलि गर्नुपर्ने जुन थियो, अलि फास्ट गर्नुपर्ने जुन थियो त्यो पनि गरेको छैन, गर्न सकेको छैन, त्यो पनि भइसकेको छैन। र व्यवसायीहरूले लगानी पनि गरिसकेका छ भनेपछि व्यवसायहरू दोहोरो मारमा छ अहिले। त्यो भएर म यहाँलाई के आग्रह गर्न चाहन्छु भने कम्तीमा पनि आन्तरिक पर्यटनले भए पनि पर्यटन क्षेत्रलाई अलि जोगाउन सकियो भने पर्यटन क्षेत्रले तपाईँको भोलिको दिनमा चाहिँ विदेशीहरू अब हेर्नुहोस् मान्छेकोले के सोचिसक्यो अब भने मान्छे चाहिँ म हो र म घुम्नुपर्छ, मैले मेरो लागि कमाउने हो, मेरो परिवारको लागि कमाउने हो भने चाहिँ हजुर होटल व्यवसाय भयो समस्या परेका छ। अब तिनका लागि केन्द्र सरकारले आफ्नो ठाउँबाट गरि नै रहेको छ, तर जसरी गर्नुपर्ने हो काम, जसरी इम्प्लिमेन्ट गर्नुपर्ने त्यसरी अगाडि बढेको छैन भन्ने एउटा गुनासो छँदैछ। प्रदेश सरकारको कुरा गरौँ, स्थानीय तहको कुरा गरौँ, अहिले त 3वटा संरचना कुरा छ होइन, 3वटा तह छन्, सरकार छन् होइन, तिनीहरू चाहिँ कतिको चाहिँ सहयोग गरिरहेका छन् कि आन्तरिक पर्यटन क्षेत्रलाई बढाउँ भनेर त्यसको लागि चाहिँ? होइन, स्थानीय सरकारले त हामीलाई सहयोग गर्नुभएको नै छ। कतिपय चिजहरू के हुन्छ भने हामी चितवन राष्ट्रिय निकुञ्ज जुन छ त्यो निकुञ्ज चाहिँ सङ्घीय सरकार अन्तर्गत पर्छ। हामीले 2-3टा चिजहरू उहाँलाई राखेका छौँ, जस्तै इन्ट्रान्सको पार्टमा जुन हामी निकुञ्ज प्रवेश गर्छौँ, प्रवेश टिकटको उमा चाहिँ हामीले के भनेको छौँ भने कम्तीमा नि त्यो 1 दिनको भ्यालिड छ, अहिले त्यसलाई 3 दिन बनाइदिनुहोस्, बरु थोरै अमाउन्ट चाहिँ बरु बढाउनुहोस्, केही फरक पर्दैन। त्यो भयो भने 3 दिन कम्तीमा नि एउटा पर्यटक चाहिँ बसेर उसले 3 दिनको प्रोग्राम लियो भने होटललाई पनि फाइदा हुन्छ, राज्यलाई पनि राम्रो हुन्छ। एउटा पर्यटकले तपाईँको 1 दिनमा एउटा मात्रै तपाईँको इन्ट्रान्स टिकट काट्छ। त्यो भनेको के हो भने 3 दिन बस्यो भने कम्तीमा नि उसले अलिकति भए पनि बढी पैसा तिर्नै भयो, त्यसपछि गएर तपाईँको चाहिँ उसको तपाईँको बसाइ पनि लम्बिने भयो। यो हिसाबले हामीले 2-3टा चिजहरू, जस्तै हामीले इभिनिङ सफारीको कुरा गरिरहेका छौँ। अहिले इभिनिङ सफारी तपाईँको चाहिँ हाम्रो नेसनल पार्कको करिडोरमा हामी इभिनिङ सफारी चाहिँ सञ्चालन गर्ने भनेर अभियानमा जुटेका छौँ। अहिले यो लकडाउनको कारणले गर्दा हामी रोकेका छौँ, फेरि पनि हामी यो चिजलाई चाहिँ अगाडि बढाउँदैछौँ। यो सबै चिजहरू 2-3टा डेस्टिनेसन 2-3टा प्रोग्रामहरू हामीले अगाडि बढाउन सक्यौँ भने र राज्यले पनि त्यसमा सपोर्ट गरिदियो भने, सपोर्टिभ भूमिका चाहिँ निर्वाह गरिदियो भने तपाईँको त्यो चिजलाई चाहिँ हामीले इम्प्लिमेन्ट गर्न सक्छौँ। अब जस्तै बेला बेलामा सुन्ने गरिन्छ नि, अब रामायण सर्किटको कुराहरू होइन, अरू पनि जनकपुरदेखि अयोध्या लगायतको कुराहरू सुन्ने गरिन्छ के। नेपालकै आन्तरिक पर्यटकीय जुन क्षेत्रहरू छन् नि
पर्यटकीय क्षेत्र हुन्छ त्यसलाई चाहिँ अलि लिङ्कअप गर्ने कसरी जोड्न सकिन्छ कि भनौँ न। अब सोराहामा आएका पर्यटकहरू जनकपुर पनि आओस् होइन, विराटनगर पनि जाओस् होइन, अन्यत्र अरू अरू ठाउँका जुन पर्यटकीय क्षेत्रहरू लुम्बिनी भयो होइन, अनि तिनीहरूलाई चाहिँ यी क्षेत्रहरूलाई कसरी जोड्न सकिन्छ, त्यसमा केही काम तपाईँहरूको तर्फबाट के भएको त्यस्तो? होइन, हामीले पनि यो चिजलाई चाहिँ सोच बनाएका छौँ। जस्तै व्यवसायीहरूले अहिले हामीले कार्यक्रम गर्दाखेरि होटल व्यवसायी साथीहरू पनि हामीसँग सँगै हुनुहुन्छ। यहाँको होटल एसोसिएसनको अध्यक्षहरू हुनुहुन्छ, यहाँका प्रतिनिधिहरू हुनुहुन्छ, तपाईँको होटल एसोसिएसनका तपाईँको नेपाल सरकारका जुन प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू पनि हामीसँग यहाँ यो ठाउँका साथीहरू हुनुहुन्छ। जस्तै रिभाइवल कमिटीका अध्यक्षज्यूसँग हिजो कुराकानी भयो। हाम्रो मेयर साहबले पनि के गर्नुभएको छ भने उहाँले पनि एउटा भगिनी सम्बन्ध चाहिँ स्थापना गरौँ, भगिनी सम्बन्ध स्थापना गरिसकेपछि उहाँबाट यहाँ ल्याउने र यहाँबाट उहाँ लाने ट्रेन चाहिँ सुरु गरौँ। अब चाहिँ त्यो गर्नुपर्छ भन्ने हिसाबले हिजो पनि प्याकेजको कुरा गर्नुभयो नि। अब सोराहा केन्द्रित प्याकेज भयो, जस्तै सोराहामा 3 दिन बसेको यो भने होइन, त्यहाँ चाहिँ अरू पनि राख्न सकिन्छ कि, अरू ठाउँहरू पनि राख्न सकिन्छ कि, अरू ठाउँका होटल व्यवसायदेखि पर्यटक क्षेत्र सम्बद्ध व्यक्तिहरूसँग कोर्डिनेट गएर होइन त्यो प्याकेज चाहिँ बढाउन सकिएला नि त होइन? सकिन्छ, त्यो चाहिँ गर्न सकिन्छ। त्यो चाहिँ त्यसमा चाहिँ के कस्तो काम होइन? अब यस्तो छ, अब नजिकको कुरा गर्नुहुन्छ भने हामीले अहिले त्यहाँ आउने पर्यटकको लागि हामीले चाहिँ चोइस दिने हो, हामीले मार्केटिङ गर्ने हो। तपाईँहरूले यहाँ आउने पर्यटकलाई सौराको लागि मार्केटिङ गर्ने, यहाँका साथीहरूले, यहाँका व्यवसायीहरूले, र त्यहाँका व्यवसायीहरूले त्यहाँ आउने पर्यटकको लागि यहाँको लागि मार्केटिङ गर्ने। तपाईँलाई लाग्छ कि लाग्दैन यो कुरा कि यसमा सरकारले चाहिँ नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ? एकदमै। कोही एभरेस्ट घुम्न आइरहेको छ या कोही पोखरा गइरहेको अवस्था छ भने ती पर्यटक चाहिँ लुम्बिनी पनि जाओस्, जनकपुर पनि जाओस्, सौराहा पनि जाओस् होइन, त्यो एउटा भनौँ न एउटा सर्किट बनाओस् क्या, एउटा प्याकेज त्यस्तो खालको निर्माण होस्, त्यसको लागि अलि नेतृत्वदायी भूमिका निर्वाह गरोस् नेपाल सरकारले। त्यसमा कतै चुक गरेको जस्तो लाग्छ लाग्दैन तपाईँलाई? होइन, यस्तो छ हेर्नुहोस्, अहिले अब एनटिभीले पनि हामीलाई यो प्रोग्राममा हजुर नेपाल पर्यटन बोर्डले पनि तपाईँको हामीलाई सपोर्ट गरेको छ यो प्रोग्रामको लागि, जुन अहिले हामी यो अभियान चलाउँदैछौँ। यसमा हाम्रो नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति, हाम्रो नगरपालिका लगायत स्थानीय सरकारको पनि हामीलाई सपोर्ट छ, समर्थन छ। यस्ता चिजहरू तपाईँको अलि बृहत रूपमा चलाउनु पर्ने हुन्छ। नेपाल पर्यटन बोर्डको यस्तो कुनै कार्यक्रम योजना तपाईँले सुन्नु भएको छ कि ल कुनै पर्यटक नेपाल भित्रियो भने त्यसले चाहिँ नेपालका सबै ठाउँ घुमाउँ कि, मुख्य ठाउँहरूमा चाहिँ जसरी पनि घुमाउनै पर्यो क्या, त्यो हिसाबले चाहिँ एउटा भनौँ न निर्माण गरेको त्यस्तो पोलिसी बनाएको त्यस्तो के? अब यस्तो छ हेर्नुहोस्, यहाँ के छ भन्नाले हामीले एडभर्टाइज गर्दाखेरि तपाईँको चाहिँ हामीले प्रमोसन गर्दाखेरि चाहिँ जनकपुर छुटेको हुँदैन। नेपालमा हामीले जति पनि पर्यटकीय तपाईँको डेस्टिनेसनहरू छ, टुरिज्म डेस्टिनेसनहरू छ, त्यो डेस्टिनेसनहरूको हामी प्रचार प्रसार त गरेकै हुन्छौँ। तर मात्रै के छ भने यहाँ आइसके पछाडि अथवा जुन आउने पर्यटकलाई यहाँ जाने भन्ने हिसाबले कन्भिन्स गर्ने पार्ट चाहिँ व्यवसायहरूकै रहन्छ। फेरि नेपाल पर्यटन बोर्डले प्रमोसन गर्दाखेरि समग्रमा सबै प्रमोसन गर्छ, लुम्बिनी प्रमोसन गर्छ, जनकपुर प्रमोसन गर्छ। व्यवसाय पनि जागरुक हुनु पर्यो भनेपछि जनकपुरका जो पर्यटन व्यवसायीहरू छन् ती पनि जागरुक हुनु पर्यो, त्यसको कोर्डिनेट गर्नु पर्यो एकदम। जस्तै तपाईँहरू सोराहाका हुनुहुन्छ भने जनकपुरका व्यवसायीले चाहिँ सोराहाकासँग कोर्डिनेट गर्नु पर्यो, त्यसपछि चितवनकासँग के भन्छ लुम्बिनीकासँग कोर्डिनेट गर्नु पर्यो, पोखराकासँग कोर्डिनेट गर्नु पर्यो होइन, यहाँका पर्यटक त्यहाँ पठाउने, त्यहाँकालाई यहाँ पठाउने होइन, त्यो चाहिँ त्यसमा कतै न कतै कमी भइरहेको छ। कमी भइरहेको छ, त्यो गर्नुपर्छ, हामीले अब सुरु गर्नुपर्छ। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ। नेपाली जनता चाहिँ आन्तरिक पर्यटकीय क्षेत्र घुम्न जाने योग्य भइसकेका छन्, किनभने नेपाल पछाडि परेको देश हो, शिक्षा स्वास्थ्य हरेक चिजमा, घाँस बाँस कपास यो 3वटा चिजले भरिपूर्ण भएपछि बल्ल चाहिँ मान्छे चाहिँ ल अब घुम्न जाउँ न है, अब मनोरञ्जन गर्न जाउँ होइन, त्यो सोच आउँछ नि मान्छे। तपाईँलाई के लाग्छ पछिल्लो समयमा के छ, विकास भइरहेको छ यो अवस्थामा? अब मैले अघि नै थोरै यहाँलाई कोड गरेँ, जस्तै नेपालबाट बाहिर घुम्न जाने पर्यटकको सङ्ख्या कति छ आँकडा यहाँले हेर्नुहुन्छ भने त्यो सङ्ख्या मात्रै तपाईँको आन्तरिक पर्यटनमा जाने हो भने, तपाईँको आन्तरिक पर्यटकीय स्थलमा घुम्न जाने हो भने भइसकेका छन्, एकदमै छन् एकदमै एउटा। तर खालि सोच बदल्नु पर्यो कि नेपालमा एकदमै हेर्नुहोस् यो के हो भने तपाईँ जानुहुन्छ त इन्डोनेसिया जानुहुन्छ होइन, तपाईँ जानुहुन्छ ब्याङ्कक जानुहुन्छ, के हेर्नुहुन्छ त्यहाँ गएर? ब्याङ्ककमा गएर तपाईँको नेपालमा जन्मेको बुद्धको मूर्ति हेरेर आउनुहुन्छ तपाईँ, जबकि हामीसँग बुद्ध जन्मेकै ठाउँ लुम्बिनी छ। लुम्बिनी नजाने तर ब्याङ्कक तपाईँ जानुहोस्, तपाईँको चाहिँ के अरे बर्मा जानुहोस् तपाईँ,
ब्याङ्ककै जानुहोस् इभन थाइल्यान्ड फेरि पनि भन्छु थाइल्यान्डै जानुहोस् जाँदाखेरि तपाईँ के हेर्नुहुन्छ राम लक्ष्मणको मूर्ति हेरेर आउनुहुन्छ त्यहाँ मन्दिर हेरेर आउनुहुन्छ त्यो मन्दिर त हामीसँग राम तपाईँको जन्मेकै ठाउँ सीता जन्मेकै ठाउँ राम जन्मेकै ठाउँ चाहिँ हामीसँग छ आफ्नो क्षेत्रलाई चाहिँ प्राथमिकता राख्नु पर्यो आफ्नो क्षेत्रलाई हामीले प्रायोरिटीमा राखेका छैनौँ र हामीले त्यो जुन मूल हो नि मूलमा चाहिँ हामी छैनौँ अहिले हामी चाहिँ शाखामा पुगेका छौँ क्या अहिले हेर्नुहोस् जुन हामी जहाँ घुम्न पर्ने हो जहाँ चाहिँ जन्मेको ठाउँ हो जहाँ हुर्किएको ठाउँ हो त्यो चाहिँ हाम्रै ठाउँमा छ यो चिजहरू हामीले सोचेका छैनौँ र हामी बाहिर गइसकेपछि बल्ल हामीलाई आभास हुन्छ इभन म तपाईँको ब्याङ्कक जाँदाखेरि हामीले बुद्धको मन्दिर घुम्न जाँदाखेरि मलाई के लाग्यो भने ओहो म लुम्बिनी पुगेको छैन हामी बुद्धको मूर्ति हेर्न चाहिँ ब्याङ्कक आइरहेको छु मलाई पनि त्यो फिल भयो पहिलोचोटि जाँदाखेरि तर म तपाईँलाई के भन्न चाहन्छु भने हामीसँग जति पनि डेस्टिनेसनहरू छ त्यो ओरिजिन डेस्टिनेसन छ हिजो मात्रै एकजना साथीले भन्नुहुन्थ्यो हामी कहाँ जुन त्यो रामको धनुष छ त्यो धनुष बढ्दो क्रममा छ भनेर भन्दै हुनुहुन्थ्यो धनुषा धाममा त्यो सम्भव छ अन्त हेर्न सम्भव छ ल हेर्नुहोस् त लाइफ क्षेत्रको विकास भएन हो धनुषा धाम भनेको साक्षात् भनौँ त्यो बनाइदिएको कसैले होइन के त्यो भनेको त्रेताकालीन चाहिँ धनुष रहेछ त्यो टुक्रा चाहिँ तर त्यसको जति प्रचार हुनुपर्ने हो त्यो हुन सकेन तपाईँ यही चिज बाहिर भयो भने त्यहाँ मान्छे कति ओहिरो लाग्ला ल भन्नुहोस् त विदेशीहरू कति ओहिरो लाग्ला त्यही भएर हामीले के सोच्नु पऱ्यो भने हामीसँग धेरै यस्ता चिजहरू छन् प्रमोसनको कारणले पनि हामी चाहिँ पछाडि परेका छौँ पछाडि पारिएको छ त्यसलाई त्यही भएर अब हामी जागरुक पनि के हुनु पऱ्यो व्यवसायी पनि जागरुक हुनु पऱ्यो स्थानीय सरकार जसरी हामीसँग स्थानीय सरकार आउनु भएको छ नि सबै ठाउँमा स्थानीय सरकारहरू पनि जुर्मुराउनु पऱ्यो र तपाईँको केन्द्रीय सरकारले पनि यसलाई के गर्नु पऱ्यो भने होइन हेर्नुहोस् मेरुदण्ड एकदम सोलिड मेरुदण्ड यो पर्यटन के हो भनेर पहिला बुझिदिनु पऱ्यो पर्यटन भनेको के हो भन्नलाई पहिला त हामीले बाहिर जाने पैसा रोक्ने नेपालबाट बाहिर पलायन हुने बाहिर विदेशी नै पैसालाई रोक्ने एउटा अर्को तपाईँको विदेशबाट तपाईँको सिधै आउने पैसालाई चाहिँ ल्याउने दुईटा विदेशीहरूले खर्च गर्न आउने भने त पैसा खर्च गर्न आउने हो त्यो त डाइरेक्ट आउने पैसा हो नि डाइरेक्ट इन्कम हो नि यो त त्यही भएर यो चिजलाई चाहिँ हामीले के बुझ्नु पऱ्यो भने बाहिरबाट आउने पैसा पनि हामी भित्राउने र बाहिर जाने पैसा पनि हामीले रोक्ने जुन त्यो कडी हो त्यो कडी चाहिँ पर्यटन हो त्यो चिजलाई चाहिँ बुझ्न सक्यौँ भने स्थानीय सरकार सङ्घीय सरकार सबैले यो चिजलाई बुझिदिने हो भने चाहिँ यसलाई विकास गर्न यसलाई डेभलप गर्न यसलाई तपाईँको प्रमोसन गर्न हामीले के छैन हजुर हजुर अन्त्यमा सोराहाको विशेषताको कुरा गरौँ त्यहाँ चाहिँ वन्यजन्तुहरू व्यापक छन् होइन भनेपछि सोराहाको विशेषताको कुरा गर्नुपर्दा के छ जुन चाहिँ अन्यत्र पाइँदैन नेपालमा यो चाहिँ तपाईँको चाहिँ यसमा हामीले पाउने भने दुर्लभ एकसिङे गैँडा जो कि नेपाल भारतभन्दा बाहिर पाइँदैन हेर्नुहोस् है विदेशीहरूको लागि त यो त आकर्षणको केन्द्र छ हेर्नुहोस् चाइनिजहरू त्यत्तिकै तपाईँको चाहिँ फिदा हुन्छ होइन चाइनिजहरू त्यत्तिकै तपाईँको चाहिँ यहाँ आएर चाहिँ तपाईँको उ गर्ने हिसाबले चाहिँ आएको हुन्छ अब अरू विदेशीहरू त्यस्तै हुन्छ विदेशीहरूले तपाईँको चाहिँ हेर्ने पार्टमा त्यो वन्यजन्तुहरूलाई तपाईँको चाहिँ बुझ्ने हेर्ने पार्टमा चाहिँ उनीहरू चाहिँ एकदमै एक्साइटेड भएर चाहिँ तपाईँको आएको हुन्छ यो चिजहरू हामीसँग छ पाटे बाघहरू हामीसँग छ होइन त्यहाँ पाइने जङ्गली जनावरहरू तपाईँको चाहिँ हामीसँग छ जो कि बाहिर पाइँदैन फेरि नेचुरल छ हाम्रो अरूले उहाँहरूले के गर्नुहुन्छ विदेशीहरूले के गर्छ भने एउटा जूको माध्यमले तपाईँको चाहिँ देखाउने एउटा चाहिँ ट्रेन चाहिँ उहाँहरूले बनाउनु भएको छ भागा जनावरहरू पनि हामी कहाँ नेचुरल देखिन्छ हेर्नुहोस् तपाईँ जङ्गल छिर्नुभयो जङ्गल जिप ड्राइभ जानुभयो देख्नुहुन्छ तपाईँ हात्ती जानुभयो देख्नुहुन्छ तपाईँ ढुङ्गा जानुभयो गहिरो देख्नुहुन्छ भनेपछि हामीसँग नेचुरल चिजहरू त्यो छ त्यसले गर्दाखेरि हामीले आर्टिफिसियल बनाएका छैनौँ हाम्रो नेचुरल छ यो चिजलाई प्रचार प्रसार गरेर हामीले चाहिँ क्याच गर्न सक्नुपर्छ र राज्यले पनि यसमा ध्यान दिनुपर्छ व्यवसायले पनि ध्यान दिनुपर्छ तपाईँ हामी सबैले ध्यान दिन्छ विशेष गरी मिडिया सेक्टरका साथीहरूले यो चिजमा बढी फोकस गर्नुपर्छ र कलम चलाउनुपर्छ र आवाज उठाउनुपर्छ भन्ने मलाई लाग्छ हस् त धेरै धेरै धन्यवाद हजुर आइ हुनका सब बातचीत करै छलिए जे घुमौ सोराहा अभियान लऽ कऽ ओ सब चलल छै नेपाल के विभिन्न शहर में कार्यक्रम कऽ रहल छै कि सोराहा के पर्यटन क्षेत्र के केना के बढ़ाओल जाय ओहोमे आंतरिक जे पर्यटक सब छै हुनका सबके केना ओतऽ आनल जाय एहिके लेल ओसब अभियान चलौने छै ओतऽ के मेयर से लऽ कऽ सरकारवाला सब निकाय अखन कहल जाय तऽ देश के विभिन्न शहर में एक किस्म से कार्यक्रम कऽ रहल छै ओसब जागरूक बना रहल छै कि पर्यटकीय क्षेत्र के घूमऽ पड़लै एहन किस्म के जागरूकता आन ठाव के पर्यटकीय क्षेत्र के सरकार वाला निकाय में सेहो देखायब आवश्यक छै। बेस त नमस्कार।